निर्मला पन्त बहिनीको हत्यारा पत्ता लगाउनु पर्यो, बलात्कारी पत्ता लगाउनु पर्यो भनेर अहिलेसम्म पनि आवाज उठिरहेको हुन्छ। टाइममा हैन अहिलेसम्म पनि कुराहरू निस्किरहेको हुन्छ। के हुने रहेछ त अनि हत्यारा पत्ता लागेर चाहिँ के हुने रहेछ त? हत्यारा पत्ता लाग्यो, अब के गर्ने रहेछ त? गरिमा चौधरी त्यो नानीको बलात्कारी हत्यारा हैन अगाडि नै हुँदै के गर्ने रहेछ त? ल फाँसी हुँदैन नेपालमा, ल फाँसी हुँदैन अरे हैन। अनि त्यो त्यस्तो जघन्य अपराध गर्ने मान्छेहरूको दिमागमा म केही गर्छु भन्ने मान्छे त हैन तिनीहरू। यसै पनि बोझ हो। त्यस्तो बोझहरूलाई ल जन्म कैद भनेर जन्म कैदमा राख्दियो अरे। उनीहरूको त लाइफ झन् सेटल्ड भयो कि भित्र, झन् सेटल्ड के आनन्द उनीहरूलाई। कि चार कुनाको एउटा कोठामा जुनमा चाहिँ सूर्यको किरण पनि नआओस् हैन, त्यस्तो ठाउँमा राखेर खान नदिएर त्यो हुन्छ नि, त्यो पनि होइन क्या। भित्र खै के काम गरेर के नाइ के साइ के गरेर पैसा कमाउने त्यो छुट्टै उनीहरूको छुट्टै हुँदो रहेछ क्या त्यो। अनि वेल सेटल्ड उनीहरूको पो घर हुने के अरे ठाउँ भयो क्या त्यो त। अनि यता पीडितहरू पीडितको पीडित होइन। छोरी मान्छेहरू यहाँनिर बलात्कार भएको कति धेरै छोरी मान्छेहरू हुनुहुन्छ क्या। कोही भाग्यवश बाँच्नुहुन्छ अनि धेरैभन्दा धेरैलाई त मारेकै हुन्छ। जो बाँचेर बोल्न आयो उसको आवाज सुनिँदैन, उसको पनि आवाज सुनिँदैन। अनि जसलाई मारियो धेरैभन्दा धेरैको बलात्कारी पत्ता नै लाग्दैन, र कसैको पत्ता लागि नै हाल्यो भने पनि खै कुनै कति वर्ष अथवा जन्म कैद, भित्र पैसा कमाऊ बस ल भाइ भने जस्तो छ। के हुने रहेछ त क्या? के हुने रहेछ हत्यारा पत्ता लागेर चाहिँ लगेर त्यतिकै राखिदिने, भित्रै पैसा कमाऊ बस खाऊ बस। कस्तो होपलेस हुन थालिसक्यो क्या। अब थकाइ लाग्यो, दिमाग थाक्यो, अब मन थाक्यो, अब गाह्रो भइसक्यो। अब यो केही होपलेस उठाएको आवाजहरू सबै युजलेस लाग्न थालिसक्यो क्या। अब के हुने रहेछ हत्यारा पत्ता लगाएर? यो गरिमा बहिनी अहिले जुन 3 वर्षको बच्चा छ, जुन त्यो 3 वर्षको बच्चालाई जुन रेप गरेर मारेको छ, जुन आँखा फुटालेर जिब्रो काटेर शरीरैभरि चुतौलको दाम गरेर रेप गरेर मारेको छ, यो दुईटा राक्षसलाई चाहिँ एकदमै कडाभन्दा कडा कारबाही होस्। र नेपाल सरकार जुन अहिले बालेन सरकार हुनुहुन्छ, उहाँको पनि एउटा छोरी छ, त्यो छोरीलाई सम्झेर भए पनि फेसबुकमा स्ट्याटस मात्र हाल्ने होइन, त्यो दुईटा मान्छेलाई चाहिँ एकदमै कडाभन्दा कडा कारबाही होस् र तिनीहरूलाई देशभरि नाङ्गे झार बनाएर डुलाइयोस्। अनि त्यसपछि एकदमै कडाभन्दा कडा कारबाही दिएर तिनीहरूलाई चाहिँ फाँसी दियोस्। अब पनि यो सरकारले पनि फाँसी दिएन भने कहिले दिन्छ? यो जस्तो काम अब कुन काम बन्छ होइन? यति बिचरा त्यो 3 वर्षको बच्चाको के नै गल्ती थियो होला र बिचरा उसको बडीको पार्ट पनि राम्रोसँग बनेको हुँदैन। त्यस्तो बच्चालाई रेप गरेर चुरोटले पोल दिएर उनीहरूले आफ्नो रमाइलोको लागि एउटा बच्चा मारेको छ होइन। अब त्यो आमाले छोरी कसलाई भन्छ होइन? बिचरा त्यो 3 वर्षको बच्चालाई के थाहा होइन रेप भनेको, जसलाई केही थाहा थिएन त्यो बच्चालाई मारेर आज त्यो दुईटा राक्षसहरूले जुन व्यवहार गरेको छ नि, तिनीहरूलाई पनि त्यस्तै व्यवहार होस्। उनीहरूलाई पनि नेपाली सारा जनताहरूले देख्ने गरेर तिनीहरूलाई सजाय दियोस्, तिनीहरूलाई कारबाही होस्, तिनीहरूलाई फाँसी हुनुपर्छ। अब पनि हामीले यो सरकारबाट पनि न्याय पाएनौँ भने कहिले पाउने? यो 3 वर्षको बच्चालाई चाहिँ एकदमै न्यायको जरुरत छ। हामीले यो सरकार बनाउनुको कारण भनेको जनताहरूले न्याय पाउँछन् भनेर बनाएको हो होइन। नेपाल सरकार बालेन सरकारको पनि छोरी छ, छोरीको मुख हेरेर भए पनि यो मान्छेलाई चाहिँ अब चाहिँ कुनै कानुन नहेरिकन, कुनै केही नहेरिकन यिनीहरूलाई चाहिँ कडाभन्दा कडा सजाय दिएर यिनीहरूलाई फाँसी दिनुपर्छ। अब पनि फाँसी दिएन र पहिलाको जनता नेताहरूले जस्तै लुगाउने, आरोपीहरूलाई लुकाउने छुपाउने गर्यो भने चाहिँ यो सरकार पनि काम लाग्दो हुँदैन। अब यो अहिलेको सरकारको पनि सबैजनाको छोरीहरू छ होइन, उहाँहरूले आफ्नो छोरीको मुख हेरेर भए पनि यो सानो 3 वर्षको बच्चालाई चाहिँ न्याय दिनुपर्छ। र न्याय दिएर त्यो 2 जना राक्षसहरूलाई चाहिँ तिनीहरूलाई चाहिँ एकदमै कडाभन्दा कडा कारबाही, तिनीहरूलाई आगो बालेर त्यसमा तातो आगोमा तिनीहरूलाई नाङ्ग खुट्टा हिँडाउनु पर्छ, हिँडाएर तिनीहरूलाई कडाभन्दा कडा कारबाही दियोस् भन्ने चाहन्छु म यो सरकारलाई। अनि
यही नै हो होइन त्यो बच्चा बिचार त्यो बच्चालाई होइन बिचार अब के भन्नु भन्ने ओडै छैन कि सरकार प्लिज योपालि चाहिँ कसैको केही पनि मुख नहेरिकन त्यो दुईटालाई चाहिँ जनताको सामु अगाडि राखेर फाँसी होस् र सबै नेपाली जनताले चाहिँ ढुङ्गाले हानेर लखाट्नु परोस् तिनीहरूलाई होइन ढुङ्गाले हानेर मर्ने बेला पनि राम्रो मरण नपाओस् नेपाली जनताको अगाडि राखेर तिनीहरूलाई नेपाली जनताको अगाडि फाँसी दिने हो र नेपाली जनताले सबले ढुङ्गाले हानी हानी त्यसलाई मार्ने हो होइन त्यही भएर नेपाली सरकार बालेन सरकारले चाहिँ यति चाहिँ गरिदिनुहुन्छ भने हामीलाई आश छ र सानो बच्चालाई एकदम रेस्ट इन पिस है तिमीले यो संसारमा आएर राम्रो त भएन तिमीलाई अब माथि त राम्रो होस् रेस्ट इन पिस भन्न चाहन्छु र नानुको आमा बाउलाई चाहिँ अलिकति हौसला मिलोस् है अब यो टाइम भनेको एकदमै गाह्रो छ उहाँहरूको लागि नेपाल सरकारले चाहिँ केही गर्नुहुन्छ भन्ने मलाई आश देखेको छु अपराधी 16 वर्षको त रहेछ नाबालक रहेछ अन्जानमा गल्ती गर्यो होला नाबालक हुनु कुनै अपराधको लाइसेन्स होइन सजाय उसको आपराधिक माइन्डसेटले पाउनुपर्ने हो न कि उसको उमेरले त्यो पीडित कति वर्षकी थिइन् मात्र 3 वर्षको 3 वर्षको बच्चीलाई बलात्कार गरेर हत्या गर्न सक्ने मान्छेलाई नाबालक भनेर कसरी छुट दिन सकिन्छ त्यो बच्चीको बाल्यकाल कसले फिर्ता ल्याइदिने अर्को विडम्बनाको कुरा भनेको हाम्रो समाज हामीलाई समाज सुधार्न बनाउन ठुल्ठुलो भाषण दिन आउँछ तर आउँदैन त आफ्नै घरमा हुर्किएको छोरालाई शिक्षा दिन बालबालिकालाई राम्रो संस्कार दिन र सिकाउन महिला सशक्तिकरण र महिला सुरक्षाको कुराहरू हिजोसम्म तैचुप मैचुप भएर बसेको समाज आज एकाएक सडकमा आएर न्यायको लागि चर्को स्वर गर्दैछ कति स्ट्रङ भोइस सायद त्यो स्ट्रङ भोइस हिजोको दिनमा आफ्नै घरमा आफ्नै समाजमा त्यो भोइस उठेको भए आज यो दिन पनि देख्नु पर्थेन होला सोध्नु होला सडकमा आएर न्याय माग्दा के गाह्रो होला के अप्ठ्यारो के नराम्रो भनेर सडकमा आएर न्याय माग्दैमा न्याय पाउने भए त नेपालमा धेरै यस्ता केसहरू थिए जो त्यति बेला नै सल्टिनु पर्ने थियो न्याय पाउनु पर्ने थियो तर अझै पनि त्यो केसहरू पेन्डिङमा छ हुन्छ नि मान्छे बितेर गइसक्यो तर न्याय पाइएको छैन सडकमा होइन घरमा न्याय माग्न थाल्नुहोस् अब तपाईँ सोच्नु होला कि नाबालकले गरेको गल्ती त्यति ठुलो पनि नहोला सुधार केन्द्रमा राखेर निकालिदिउँ पछि माइन्डसेट फर्केला भनेर त्यो माइन्डसेट कहिले पनि चेन्ज हुँदैन अर्को कुरा जस्टिस डिलेड इज जस्टिस डिनाइड जति सक्दो छिटो जस्टिस दिनुपर्ने होइन र हाम्रो सरकार प्रमुखको पनि त त्यही उमेरको एउटा छोरी छ किन अहिलेसम्म केही रेस्पोन्सै आएको छैन सरकार प्रमुख त चुप्प लागेर बसिराख्नु भएको छ उहाँलाई त मुस्ताङ इम्पोर्टेन्ट छ होइन आउला ढिलो एक्सन लिनु होला तर मलाई जहाँसम्म लाग्छ एक्सन लिनुभन्दा अगाडि सान्त्वना दिनु पर्यो अर्को कुरा भनेको वी आर नट डिमान्डिङ फर एनिथिङ एबभ द ल हामीलाई कानुन बमोजिम त्यो मान्छेलाई सजाय दिनुहोस् त्यति नै चाहन्छौँ त्यो बच्ची 3 वर्षको थियो त त्यो बच्चीको आवाज सानो थिएन स्वर सानो थिएन भोइस सानो थिएन वी आर